अर्को खुट्टा फुटी 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 चाहिँ अब खाइदिनुपर्छ भनेको भक्तेको चाहिँ ओभर डरलाग्दो फ्यान आन्टी चाहिँ यता हेरिदिनुहोस् न भक्तेलाई केही भन्दैन न फेरि यसपालि पनि अनि एउटा यहाँको इतिहास भनेको चाहिँ मेन इम्पोर्टेन्ट बाँस हो क्या ए हजुर यहाँ बाँसको टुप्पो चाहिँ छैन भन्दा नि त है बाइकको कन्डिसन हेर्नु है यतिको भइरहेको छ यहाँ चाहिँ होइन यहाँ चाहिँ बलि पनि दिँदो रहेछ हेर्नुहोस् के राइट गुड मर्निङ फ्रम धरान है आज चाहिँ हामी धरान आइपुग्यो धरान चाहिँ हिजो कसरी आइपुग्यो भनिदिनु नसोध्नुहोस् कसरी आइपुग्यो भनेर धरानको बाटो यहाँ उयो के अरे फेरिमबाट धरानको बाटो चाहिँ ओभर खतम हो वाटर क्रसिङ कति है 15वटा जस्तो रिभर क्रसिङ छ ल त आज चाहिँ हामी धरानमा छ धरान अलिकति माथि मन्दिरहरू घुम्ने हो बाइकको कन्डिसन हेर्नु है यतिको भइरहेको छ कस्तो मैला चाहिँ भइरहेको छ हो सो भिडियो हेर्दै गर्नुहोस् है आज चाहिँ हामी माथि बुढा सुब्बा मन्दिरहरू जाने सो हेरिदिँदै गर्नुहोस् है फेरिमबाट धरान आउने बाटो चाहिँ ओभर खतम राति उठ्दा चाहिँ नआयौँ भनेको छ हामी चाहिँ यो होटेलमा बसेको थियौँ है होटेल गोर्खा लास्ट टाइम पनि हामी यहीँ बसेको थियौँ अब चाहिँ हामी माथि मन्दिरहरू जाने सो धरानमा चाहिँ गरम रहेछ हो हाम्रो जतिको चिसो होइन यो चाहिँ हो हाम्रो धरान बजार है धरान बजार चाहिँ एकदम यहाँबाट चाहिँ हामी चाहिँ टर्न लिनुपर्छ हो बुढा सुब्बा मन्दिरको लागि चाहिँ यहाँबाट पनि फेरि टर्न लिनुपर्छ मन्दिरको लागि यहाँबाट फेरि लेफ्ट टर्न लिनुपर्छ है यहाँबाट लेफ्ट टर्न लिएर चाहिँ अलिकति माथिबाट चाहिँ अलिक टाढो यहाँबाट पनि फेरि राइट टर्न लिनुपर्छ केही अहिले चाहिँ हामी आइपुग्यौँ बुढा सुब्बा मन्दिर है यो चाहिँ हो बुढा सुब्बा मन्दिरको गेट है हामी आइपुग्यौँ फेरि बुढा सुब्बा मन्दिर ल त अहिले चाहिँ हामीले चाहिँ प्रसादहरू किनिसक्यौँ अन्त बुढा सुब्बा मन्दिर चाहिँ यता हो त्यो बेलाको युग भनेको हाम्रो अहिले छोराछोरीहरूसँग अहिले 16 पुस्ता हो अब हाम्रो जुजु बाजेहरूको पालादेखि नै होइन उहाँलाई अब त्यही सिकारीको रूपमा एउटा सिद्ध पुरुषको रूपमा एउटा बुढाबाजीको रूपमा किरातेश्वरको रूपमा मान्नुहुन्छ हामी नित्य पूजा गर्छौँ उहाँको जस्तै तिथि अनुसार होइन जस्तै अब औँसी एकादशी शिवरात्रि अब 16 श्राद्ध होइन अब 1 महिना साउनमा तपाईँको त्यो भरि लाग्दैन तिथि अनुसार लाग्दैन भन्नाले लाग्छ पूजा तर काठमा हुँदैन लाग्छ हजुर नभए अरू बेला जहिले पनि काठमा गर्नुपर्छ तपाईँहरूको जस्तै कसैले बलि ल्याएन भने पनि हामी पुजारीहरूले दिनुपर्छ जस्तै अब अस्ति लकडाउन भयो होइन त्यत्रो महामारीमा अब को आउँथ्यो होइन त्यतिखेर नि हामीले नै दिनुभयो एक मान्छे आएन भने दिनै पर्छ उहाँको एउटा शक्ति एउटा उयोले गर्दाखेरि अनि अब त्यही त मान्छेहरूको जस्तै यहाँ दर्शन गर्ने आउनेहरू दर्शनहरूलाई होइन एउटा पुरा गरिदिएको छ र त आउनुहुन्छ उहाँको टाढोबाट एउटा त्यो विस माग्नुको लागि भए पनि आउनु यहाँ आउँछ क्या दर्शन गर्नु यस पुरा गरिदिएको छ होला त अनि सबैले एउटा आस्थाको रूपमा उहाँलाई मान्नुहुन्छ उहाँ यहाँ चाहिँ अब मान्छेले भन्छ सुब्बा सुब्बिनी भन्छ तर उहाँको चाहिँ बहिनी हो अब हामीले सुन्दा त अर्कै अर्थ लाग्छ नि त होइन अनि तर उहाँको चाहिँ एउटा चेली गौरनी माता दाजु अल्पेको देखेर उहाँ पनि यहाँ छुट्टै अल्पिनु भयो होइन त्यही भएर बेग्ला बेग्लै मन्दिर भएको नभए उहाँ श्रीमान श्रीमती भएको भए जहिले पनि होइन एकै ठाउँ हुन्थ्यो त्यही भएर चेली र माइतीको भएर चाहिँ बेग्लै अनि एउटा यहाँको इतिहास भनेको चाहिँ मेन इम्पोर्टेन्ट बाँस हो क्या ए हजुर यहाँ बाँसको टुप्पो चाहिँ छैन भन्दा नि त है यो किनभने तपाईँको उहाँले त्याग्दाखेरि त्यो सिकार खेल्ने पहिला त अब गुलेली भन्ने चलन थियो गुलेली एउटा धनुष पहिलाको तपाईँको धनुष थियो नि त त्यो धनुष उहाँले त्याग्दा 3 टुक्रा हुँदाखेरि
त्योबाट उत्पन्न भएको बाँस भन्छु कि यहाँ चाहिँ 3 पोत रहेछ नि 1 2 3टा होइन अनि यहाँबाट उत्पन्न हुन्छ तामा आउँछ नि बाँस सुरुमा कलिलो बाँस हुँदाखेरि तपाईँको टुप्पा हुन्छ अनि जब छिप्पिँदै जान्छ त्यो मान्छेले काटे जस्तै क्या आफै झर्दै अनि खिङरिङ ऊ त्यस्तो लडेको पढेको हुन्छ ऊ त्यस्तो होइन अरू यता बाहिर कतै छैन जाति यो जातको बाँस अनि यो चाहिँ गुलेलीबाट उत्पन्न भएको हाम्रो बुढाबाजेको बाँस हो क्या यो त्यही भएर धनुष माथिको टुप्पा हुँदैन होइन यसरी काटिएको हुन्छ त्यही भएर यो चाहिँ काटिन्छ भन्ने एउटा विश्वास भइ पनि रहेछ होइन तपाईँ हेर्नुहोस् कलिलो बाँसहरूमा चाहिँ टुप्पा हुन्छ टुप्पा रहेछ भन्छ कतिले होइन तर त्यही बाँस छिप्पिँदै गएपछि आफै काटिँदै जान्छ त्यस्तो शक्ति छ यहाँको है हस् त अब हुन्छ धेरै धन्यवाद हस् है त्यसरी नै हुन्छ धन्यवाद अन्त यहाँको इतिहास चाहिँ सुन्नुभयो होला तपाईँहरूले पनि हो यहाँको पनि बाँसमा टुप्पै हुँदैन नि त है र त यहाँको टुप्पो चाहिँ साँच्चैमै यस्तो हुँदो रहेछ नि टुप्पै हुँदैन रहेछ क्या कतिवटा बाँसमा चाहिँ कतिवटा बाँसमा मतलब सबै बाँसमा चाहिँ यहाँ माथितिर सुकेर अब जब उयस हुँदो रहेछ है त्यो टुप्पो चाहिँ चुडिहाल्दो रहेछ होइन त्यसको रिजन बिहाइन्ड चाहिँ सुन्नुभयो होला तपाईँले हो त्यस्तो यहाँ चाहिँ होइन यहाँ चाहिँ बलि पनि दिँदो रहेछ हेर्नुहोस् पहिला चाहिँ होइन यस्तो उयस थिएन अरे है यस्तो फेन्सिङ थिएन अरे पहिला चाहिँ यहाँ त्यहाँ बाँसेर पुरा मान्छेले चाहिँ होइन आफ्नो जो हुन्छ नि अब आफ्नो लभ वान्स उनीहरूको चाहिँ पुरा नामहरू खोज्थ्यो अरे होइन जस्तै हस्बेन्ड वाइफ नानीहरूको होइन आमा बाउको त्यसरी नाम खोज्थ्यो अरे कि अहिले चाहिँ अन्त त्यो बाँस चाहिँ पुरा सुकेर जाँदाखेरि चाहिँ अन्त अहिले चाहिँ यस्तो फेन्सिङ लगाइदिएको रहेछ सो अहिले चाहिँ हामीले दर्शन गरिसक्यौँ है अन्त अब चाहिँ हामी कता हुन्छ जाने है साँच्चै नै टुप्पै हुँदैन रहेछ है बाँसको त तपाईँलाई यहाँ क्यामेराले त्यस्तो देख्दैन नि त टुप्पो नै चुडेको हुँदोरहेछ है ल त हेर्दै गर्नुहोस् ल त अहिले चाहिँ हामी चाहिँ दर्शन गरिसक्यौँ अब चाहिँ हामी जाने तल दन्तकाली मन्दिर 1 बजे छ 1 बजे खुल्छ भनेर है जय माता रानी है त्यसरी नै तपाईँको दर्शन गर्नुभयो जोडाइदिनुहोस् त्यसरी नै हामी चाहिँ अहिले चाहिँ दन्तकाली मन्दिर आइपुग्यौँ उहाँसँग आएको आज चाहिँ उहाँसँग आएर चाहिँ जोदन मिल्यो तपाईँले क्या भक्तिको गाउँबाट आएको भन्नुभएको ल त आन्टीलाई चाहिँ फेरि पनि भेटेँ हो आन्टीले चाहिँ चिनेछ मलाई अस्तिको पालि आएको थियो भन्दैछ हो आन्टीले भनेको भक्तिको चाहिँ ओभर डरलाग्दो फ्यान आन्टी चाहिँ यता हेरिदिनुहोस् न भक्तिलाई केही भन्दैन न फेरि यसपालि पनि भक्तिले हजुर त्यो उनीहरूकै गाउँमा सानो रेस्टुरेन्ट क्या त्यो होमस्टे जस्तो टाइपको होटेलै हो होटेल खोलेको छ नि अहिले भक्तिले जानुहोस् है लु भक्तिको होमस्टेमा आउँछ अरे है त अब चाहिँ गएको हो अब चाहिँ तपाईँ चाहिँ गएर चिया खाने अरे नपाएको भन्नुहोस् है ल त अब चाहिँ टी टाइम है चिया खाने अरे अब चाहिँ ल त अब चाहिँ चियाहरू पनि खायो अब चाहिँ मिज्यूले कहाँ लाने अरे है मिज्यूले रत्नचोक लाने अरे रत्नचोक चाहिँ हामी चाहिँ रत्नचोक जाँदैछ रत्नचोक चाहिँ हल्का खाना खानु है त्यो के हुन्छ त्यो खानु है त्यहाँबाट चाहिँ चित्र सिकुडीहरूको जस्तो बिक्री हुन्छ यहाँतिर है हेर्दै गर्नुहोस् अब चाहिँ हामी चाहिँ खाना खानु भनेको रत्नचोकमा आएको छ म चाहिँ अन्डा चाउमिन यहाँ चाहिँ के हो भने नि यहाँ पर्को खुट्टा फुटी चाहिँ अब खाइदिनुपर्छ